नमस्ते एभ्रिवान, थोरै के नेप्सीको अपडेट लिएर आइदिएको छु है त। बुलिङर ब्यान्डबाट हेर्ने हो भने चाहिँ बुलिङर ब्यान्डको अप्पर ब्यान्ड सँगसँगै बजार चाहिँ जाने एक खालको कोसिस गरिरहेको छ। त्यस कारणले गर्दा बुलिङर ब्यान्डले पनि एकदमै राम्रो भनिरहेको छ। सुपर ट्रेन्डबाट पनि त्यस्तो डराउनु पर्ने अवस्था छैन होइन। 10-3 को उसमा हेर्दाखेरि एकदमै राम्रो देखिरहेको छ। बजारलाई अब ठ्याक्कै आज अब के गर्ने भन्ने गर्दै गर्दा अब आज हामीले के गर्न सक्छौँ त भन्दाखेरि जस्तो बजारमा हामीले 2750 लाई क्रस गर्यो भने चाहिँ मजाले हामीले बाई गर्न सक्छौँ है। 2750 नकर्दासम्म चाहिँ हामीले एकदमै वाच गर्नुपर्ने हुन्छ है। यदि हामीले 2700 माथितिर बजार गयो भने चाहिँ मजाले हामीले बाई गर्न सकिन्छ आजको दिनमा। र हाम्रो 150 अनि 250 MA भन्दा माथि नै छ प्राइस है। त्यो कारणले गर्दाखेरि भोल्युम पनि एकदम कर्मश बढ्दै आइरहेको छ। आरएसआई पनि हाम्रो एकदमै राम्रै जोनमा छ। थोरै यहाँनिर चाहिँ आरएसआईमा चाहिँ अलिकति राम्रो बलहरू चाहिँ कलेक्सन गरेर मार्केट चाहिँ बजार माथितिरै जाने एकदम कोसिस गरिरहेको छ। अब आज चाहिँ अरू केही पनि गर्नु पर्दैन। आजको दिनमा भनेको 2750 क्रस गर्छ भने किन्नको लागि हामी रेडी हुनुपर्ने हुन्छ। यदि होइन भने चाहिँ आज हामीले मजाले वाच मात्रै गर्छौँ मार्केटमा, बेच्ने काम त हामीले गर्दैनौँ। तर 2750 क्रस भयो भने चाहिँ हामीले किन्नको लागि चाहिँ हामीले रेडी हुनुपर्ने अवस्था आउन सक्छ। एग्रेसिभली हामीले 2750 गयो भने केही चाहिँ अलिकति किन्नुपर्ने अवस्था आउन सक्छ। र हामीले सर्ट टर्मको लागि स्ट्रङली बाई भनेको 2800 क्रस नहुँदासम्म चाहिँ अलिकति गाह्रो नै हुन्छ। 2800 हामीले क्रस गऱ्यो भने सर्ट टर्मको लागि चाहिँ केही स्टकहरूलाई चाहिँ उठाउन सकिन्छ। सो गाइज, राम्रोसँग चाहिँ अब आवेगमा आएर एउटा इमोसनमा आएर एउटा फोमोमा आएर किन्नु भन्दा कुनै स्ट्राटेजी बनाएर मात्रै सकेसम्म चाहिँ बाई गर्नु होला। अन्यथा यहाँले चाहिँ एकदमै ठुलो लस बेहोर्नु पर्ने हुन्छ। अरू कसैले भनेकै आधारमा कृपया यहाँले चाहिँ किनबेच चाहिँ नगर्नु होला। स्ट्रङ यति बेला चाहिँ नेप्से समग्रमा एकदमै राम्रो छ। आज 2750 क्रस गर्छ भने केही स्टकहरू राम्रोसँग उठाउन सक्छौँ, केही मोमेन्टम स्टकहरू। नाइस डे, हेभ अ गुड डे।